ल यहाँबाट राम्रोसँग देखिँदो रहेछ। अब यो बाटो होइन, टक्क यस्तरी गएपछि हामी यहाँ ठ्याक्क यो टावर तोप्लाङको यहाँ आइपुग्यौँ। अहिले चाहिँ यहाँबाट म अहिले यो मकवानपुर छु होइन, यो मकवानपुर हो यो। र यो मकवानपुरबाट लेफ्ट गयो भने मार्खोतिर पुग्छु, कुलेखानी पुगिन्छ होइन। यतापट्टि चाहिँ धादिङ पर्यो, यो धादिङ साइड पर्यो। र यहाँबाट अझै उता नुवाकोटसम्मको डाँडाहरू देखिराखेको छ। यो तल धुनीबेसी भयो भने यो तोप्लाङको टावर भयो है। अब यो माथि जीवनपुरहरू भयो, अनि त्योभन्दा नि माथि अझै उतापट्टि चिम्टेश्वरको डाँडाहरू पनि देखिराखेको छ, रानीपोवा देखिराखेको छ। विशेष यो यतापट्टि चौथे साइड पनि देखिराखेको छ है राम्रोसँग। यसमा कतिको देखियो थाहा भएन। र यो चाहिँ यहाँबाट चाहिँ यस्तो राम्रो देखिँदो रहेछ। म चाहिँ अहिले यहाँ छु, यहाँबाट चाहिँ यता नुवाकोट होइन, विशेष धादिङ मजाले देखिराखेको छ है। यो चाहिँ अब यो मकवानपुर साइड भयो, यो तोप्लाङ भयो यहाँ, अनि यो जीवनपुर भयो, यता गोगनपानीसम्म देखिराखेको छ है। अनि उता कुमरी भयो, त्यो चाहिँ नुवाकोट, यता चौथे, अनि यही यो के अरे यो रानीपोवा नहुनु यो ककनी साइड देखिरहेको छ। काउलेस्थान, छत्रे देउराली, यो तलको चाहिँ धुनीबेसी भयो, धादिङ नुवाकोट र मकवानपुर यहाँबाट मजाले देखिँदो रहेछ।